होइन त किन त्यहाँ टाँसेर बसेको? बुहारीले महिनावारी भएको थाहा छैन? बुहारी पनि उस्तै जताततै बस्छे, भुइँमा बस्नुपर्छ भन्ने थाहा छैन। संस्कार भन्ने चाहिँ यिनीहरूले सबै खाने भयो। आमा एउटा कुरा म सोध्छु ल, महिनामारी हुँदा चाहिँ किन छेउमा बस्नु हुँदैन? त्यो उहिलेदेखि चलिआएको नीति नियम हो, संस्कार हो रीति नियम त हो, तर त्यो कति सही र कति गलत हो त्यो पनि त जान्नु पर्यो। अझै बेसी जान्ने नहो न, रीति नियम र परम्परा कहिले गलत हुँदैन। पहिला पहिला नि आमा, बुढो मर्दा बुढीलाई सँगै डढाउने प्रथा थियो, जसलाई चाहिँ सती प्रथा भनिन्थ्यो। बुढो मरे पछाडि विधुवाले बिहे गर्नु हुँदैन भन्दथे, तर समयसँग ती सबै नियमहरू हराउँदै गए। अहिले सायद ती नियमहरूलाई तपाईँ आफै कस्ता खालका नियम थियो भन्नुहुन्छ होला। त्यसो भए के जताततै बस्न दिनु त, जेसुकै गर्न दिनु त? मैले त्यो भन्न खोजेको होइन आमा। एउटी स्त्रीको महिनामारी भएको बेला त्यसलाई छुट्टै राख्नु, काम गर्न नदिनु, जताततै बस्न नदिनुको मुख्य कारण चाहिँ के हो जस्तो मलाई लाग्छ भने नि, त्यस्तो बेलामा एउटी स्त्रीको शरीर साह्रै दुर्बल भएको हुन्छ, उसलाई आरामको धेरै जरुरत भएको हुन्छ। त्यही भएर सायद उसलाई घरका कामहरू गर्न नदिनको लागि यस्तो खालको नियम बनाइएको थियो होला, केही गर्नु हुँदैन, केही छुनु हुँदैन भनेर। अनि पहिला पहिला त सेनिटरी पेड्सको डाइपरको चलन थिएन नि आमा, त्यही भएर जताततै बस्नु हुँदैन, जताततै सुत्नु हुँदैन भनेर भनेका थियो होला जस्तो मलाई लाग्छ। अगर महिनामारी हुने बेला रजस्वला भएको बेला त्यति नै नराम्रो हुन्थ्यो भने अम्बुबासीको समयमा माँ कामाख्या धाममा यत्रा धेरै भक्तगणको आगमन किन हुन्थ्यो होला? पक्कै पनि त्यो समय त्यति अपवित्र त होइन होला। कतै न कतै हाम्रो सोचमा, हाम्रो नियममा अलिकति गल्ती चाहिँ छ कि जस्तो लाग्छ है मलाई।